सबैजनालाई नमस्कार। म आयुष कुमार रौनियार आज उपस्थित भएको छु कक्षा 8 को विज्ञान विषयको पहिलो च्याप्टर साइन्टिफिक लर्निङ पढाउन उद्देश्यले। साइन्टिफिक लर्निङ वैज्ञानिक अध्ययनलाई भनिन्छ। हेर्नु साथीहरू, विज्ञान केवल र केवल तथ्य र सूत्रहरू मात्र होइन, बल्कि यसको साथसाथ हामी कसरी सोच्ने, कसरी प्रश्नहरू सोध्ने र हाम्रो वरपरको संसार बुझेर समस्याहरूको समाधान खोज्ने प्रक्रिया पनि हो। यस अध्ययनमा हामी जान्ने छौँ कि वैज्ञानिकहरू कसरी काम गर्छन् र उनीहरूले नयाँ कुरा पत्ता लगाउँदा कुन कुन चरणहरू पालना गर्छन्। यस अध्ययनमा तपाईहरूले सिक्नुहुनेछ कि विज्ञान सधैँ अवलोकनबाट सुरु हुन्छ, त्यसपछि प्रश्न सोधिन्छ, त्यसपछि वैज्ञानिकहरूले अनुमान बनाउँछन् अनि त्यस अनुमानमाथि प्रयोग गरिन्छ र प्रयोगबाट आएको नतिजाको विश्लेषण भएपछि अन्त्यमा एउटा निष्कर्ष प्राप्त हुन्छ। यस च्याप्टरमा हामी वैज्ञानिक अध्ययन गर्ने सही तरिका पनि छलफल गर्नेछौँ, जस्तै उपयुक्त उपकरणको प्रयोग, तथ्यहरू सावधानीपूर्वक सङ्कलन गर्ने र देखिएको कुरा नोट गर्ने तरिका र यसको साथै प्रयोगशालामा सुरक्षाको महत्त्व पनि यस अध्ययनमा समावेश हुनेछ, किनभने विज्ञानलाई जिम्मेवारीपूर्वक गर्ने उत्तिकै आवश्यक छ जति सही ढङ्गले गर्नु महत्त्वपूर्ण छ। यो अध्यायको अन्तसम्ममा तपाईहरूले मजाले बुझ्नुहुनेछ कि विज्ञान कसरी काम गर्छ, वैज्ञानिक विधिका चरणहरू के छन्, किन अवलोकन, अनुसन्धान र प्रयोग महत्त्वपूर्ण हुन्छन् र सबैभन्दा मुख्य कुरा एक कुशल वैज्ञानिक जस्तो सोच्ने तरिका सिक्नुहुनेछ। ल त गेट रेडी, किनभने यस पाठ्यको मेन उद्देश्य तपाईको सोच खुला बनाउने र संसारलाई नयाँ ढङ्गले हेर्न तरिका सिकाउने हो। अब आउने क्लासमा म यो पाठलाई राम्रोसँग तपाईहरूलाई बुझाउँछु र यसको क्लासमा पढाएको सम्पूर्ण नोट व्हाट्सएप ग्रुपमा पठाउनेछु। अब बिदा लिन चाहन्छु। धन्यवाद। शिक्षा सेतुमा फेरि भेटौँला। तबसम्मको लागि पढ्दै गरौँ, सिक्दै गरौँ।